गुड मर्निङ छ सबैजना मेरो भिडियोमा। यो चाहिँ हाँसको बच्चालाई चाहिँ म चारो दिन भनेर आएको थिएँ। हाँसको बच्चा यत्रो भइसक्यो, आज 5 दिन भयो ल्याएको, तर यत्रो भइसक्यो। हाँसको बच्चालाई हामीले ब्रोइलरकै दाना दिइरहेका छौँ। ब्रोइलरको दाना दिँदाखेरि हाँसको बच्चा छिटै बढ्छन् भनेर, ग्रोथ छिटै आउँछ भनेर हाँसको ब्रोइलरकै दाना दिइरहेको थियो हाँसको बच्चालाई हामीले। तपाईहरुले घरमा चाहिँ फारम सानो एउटा खोलेर पाल्न सक्नुहुन्छ। 1 महिना 2 महिनामा हाँसको बच्चा बेच्ने नै हुन्छन्। यसो आफ्नो हात खर्च पैसा निक्लिन्छ, चारो किन्दा भइहाल्छ। सजिलो छ, भात दाना पकाएर दिनु पर्दैन। अनि हाँसको बच्चालाई चारो दिइसकेँ। अनि त्यसपछि फेरि आटा गुनेर राखेको थिएँ मैले, पुरी पकाइदिन बाबुलाई टिफिन लान भनेर सानो बाबुलाई। पुरी पकाइसकेँ, टिफिनमा हाल्नलाई रेडी पारेँ सस र पुरी। बाबु चाहिँ पुरी आफै हालिरहेको थियो अनि मैले सस हालिदिँदै थिएँ पुरीलाई। त्यसपछि बाबुलाई ठिक पार्दै स्कुल जान भनेर मैले ठिक चाहिँ पारेँ। स्कुल चाहिँ जान चाहिँ गएनन् दुईजनै। ठुलो बाबुलाई ज्वरो आइरहेको थियो अनि ज्वरो छोरे जस्तै भएको थियो र स्कुल जान्छु भने ठिक चाहिँ परेको थियो बाबु, तर बाबाजीले जान दिनु भएन, ज्वरो आइरहेको छ भनेर, भरे लड्छ ओर्छ भनेर ढिँगेटा घुराएर कमजोरी हुन्छ नि ज्वरो आयो भने। अनि बाबु सुत्यो ठुलो बाबु चाहिँ। अनि सानो बाबु चाहिँ स्कुल गइन, म यो टिफिन खान्छु भनेर टिफिन निकालेर खान थाल्यो सानो बाबु चाहिँ। स्कुलको टिफिनै खान्छु भने टिफिन निकालेर खान थाल्यो बाबु। अनि त्यसपछि पानी पनि कत्रो आयो। पानी आएपछि मैले चिया पकाइदिएँ फारममा लान भनेर, नानीको खाना भनेर। हस्बेन्डलाई चिया र पुरी दिएँ खानालाई। त्यसको पछि आज त्यो पुली रोप्ने दिन अरे, अनि गोठबाट पुली दिनुभएको रहेछ। अनि दिदीहरूले पुली लिएर आउनु भएको रहेछ रोप्नको लागि भनेर मलाई बोलाएर दिनुभयो बाटोमा। हुन्छ त अहिलेलाई यति नै, कस्तो लाग्यो भिडियो भनिदिनु होला।